टिममा भान्जी र अझसम्म तपाईहरूले हामीलाई यति धेरै माया साथ र आशीर्वाद दिनुभएकोमा तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद छ। र आजको भिडियो पनि अन्तसम्म हेरेर कस्तो लाग्छ, राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब र नोटिफिकेसन बेल आइकन पनि प्रेस गरिदिनुहोस् होला। र हाम्रो सुटिङको बिहाइन्ड द सिन्स र ब्लग हेर्नको लागि पवन सुब्बा युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनुहोस् होला। धन्यवाद। होइन, छोरा घर नाको 4 दिन भइसक्यो। बाउचाइले त बैसा चढेर अनेक अनेक गरिबस्छ। छोरा खोज्न जानु पर्दैन? हराको छोरा खोजेर के गर्ने? त्यो गदाको काम छैन। म आफै तात्तिने। तिमी चाहिँ किन तात्तिने? अर्को बिहे गरेर भए पनि मेरो वंश धान्न परेन? बौलाको अब के चाहिँ अबासी बोल्नु आएको यो बुढेसकालमा? बुढेसकालमा रे? छोरा मान्छेले 70 वर्षको उमेर पनि छोरा जन्मने ताकत राख्छ, बुझिस्? यो बुढो मासिने बेलामा मलाई बर्बादै पारिहाल्यो नि। अब कपाल भा ठाउँमा पो खने हुने त तालुमा खनेर हुन्छ। अब के गर्ने हो सन्ताल बुढो? बिहे खान आएको बेहुलै लामा भएर बस्यो। अब सहरतिर जाने हो। सहरमा चाहिँ कसले भाग छुट्याएर राख्दै सर? खर्च नमर्छ, बाटो मर्छ। तिम्रो कुरो सुनेर पनि उदेक लागेर आउँछ मलाई। ऐ केटा, यो मुखिया मुर्दाले सौदाले भने त म कहाँ गएर मुख देखाउनु? जाऊ, तिमीहरूको काजी दालाई फकाएर घरमा लिएर आऊ। बरु तिमीहरूको सबै खर्च पर्छ, म बेहोर्छु। गाडीमा तेल सकेर पहेँलो बत्ती बलिसक्यो। तेल हाल्ने अलिअलि खर्च देऊ नि त। हिँडेर गए नि हुन्छ नि। मुर्दारहरू बेलै भनेर किनेको गाडी यिनीहरूले थोत्रो बनाइसक्यो। सेना अलि महँगो छ मुखिने। ए मुखिनी, के हो? एउटा सल्लाह गर्नै पर्यो। के सल्लाह हो? नकुटै, तेरो त धेरै हात चल्छ फेरि। के यो? तेरो सौता आफै रोज। कति एक्सन देखाउँछ यो बुढाबुढी? एक्सन त अब पो सुरु हुन्छ केटा। खोइ काजी आएन? तिम्रो छोरा शान्ति खोज्न गएको छ। को शान्ति खोज्न गयो फेरि? मनको शान्ति? के फेद्न टुप्पाको कुरा गर्छ यिनीहरू? कहाँ गएको छ त्यो? खुरुक्क भन्। हाम्रो नभन्ने बाचा भाचा। तिमीहरूको पुङ्ना पुछारको बाचा कसम खुरुक्क भन्छस् कि यसै तालु फुटाइदिउँ? हा, तालु फुटाएर तिम्रो छोरा आउँछ त? सन्ताल बुढो तिमीलाई थाहा त भन्दैन? तँलाई पनि थाहा छ, तै भन्। मेरो जिब्रोमा घाउ छ, तिमी भन। मेरो घाँटीमा पिलो आछ, तै भन्। खुरुक्क भन्छौ कि हानौ? के भएको अरे परी? यता हेर, यहाँ आइज।
नम्बर 1 यिनीहरू यो यहाँ हेर्नुहोस् है यहाँ परीको सर्ट चल्दैछ हो पलकले आफै हाफपेन्ट गरिदिँदैछ छक्कै पऱ्यो रिसाउ है नि साँच्ची नै नकुट्नु नि तिमी भन मेरो घाँटीमा पिलो आछ त्यही भन् बस फेरि रिदेखि मेरो घाँटीमा पिलो आछ त्यही भन् कट तेरो सौता आफै रोज ओइ कति एक्सन देखाउँछ यो बुढाबुढी लुगा सामान बस एक्सन त अबको गोल 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 उगा सट्टै ऐना मिला कट आमा हो भन्छ है म आऊ आमा बिस्तारी बिस्तारी आऊ 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 बिचमा उ भयो पलकको लगा लगा दले जस्तो गर ऐना ऐना बना जस्तो गर आमा हो होइन छोरा घर नाको 4 दिन भइसक्यो लु पुस्दै जा 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 कट छ्यान्ता लुट बर्बादै पारिहाल्यो नि अब कपाल भा ठाउँमा पो कट 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 यहाँ नै यहाँ आर्टिस्ट मोड रोल क्यामेरा एक्सन फेरि डाउन छक्क पऱ्यो हेर है लु लु सिपिका बस हात बाँधेर बस सिपिकै हात बाँधेर सिपिका बस अब कपाल भा मुखिने हो त मुखिनेर हेर्ने मुखिनीलाई उसलाई लु जाऊ ए मुखी लगाएर आमा करदम लगाएर होइन तिमी एक्सनमा बस एक्सप्रेसन खै खोइ काजी आएन हात नलपलक तिम्रो छोरा शान्ति खोज्न गएको छ अनुकल को शान्ति खोज्न गयो फेरि मनको शान्ति म जाऊ भन्छ जाऊ अब के गर्ने हो सन्तान बस एक्सन हेर्दै अब मेरो हातलाई सेम यही हो अघि तिमीहरू पर थियो अहिले किन अगाडि आएको हेर त त्यस्तो हुन्छ अब यसले गर्दा 2 मिनट वेस्ट भएको भएन जाऊ फेरि